गरेका त्यो समुदायको मुद्दालाई राज्यको मूलधारको विषयवस्तुको छलफलको विषयवस्तु बन्नुपर्छ भन्ने सन्दर्भबाट हामी यो बाटोमा हिँडिरहेका छौँ। यो समाजमा अहिले पनि दलितहरूमाथि विभेद भइरहेको छ, हिंसा भइरहेको छ, अपमान भइरहेको छ, घृणा भइरहेको छ, बलात्कार भइरहेको छ, दमन भइरहेको छ। यसका विरुद्धमा बोल्ने क्रममा कोही पनि राजनीतिक दलहरू दलितको पक्षमा किन देखिएका छैनन्? प्रत्येक दिन जस्तो दलितहरूको बस्तीमा डोजर चलेको छ, दलितहरूलाई हत्या गरिएको छ, दलितहरूलाई मारिएको छ, दलितलाई काटिएको छ। तर तैचुक मैचुक भएर बस्नुपर्ने यो विषम परिस्थितिको बीचमा हामीले एउटा आँट गरेका छौँ। कांग्रेस खुल्ने, एमाले खुल्ने, माओवादी खुल्ने, अहिलेका पोलिटिकल पार्टीहरूको यो आदि र फेरि आइरहेको यो कठिन परिस्थितिको बीचमा जति पोलिटिकल पार्टीहरू खुलेका छन्, हाम्रा विषयवस्तुहरू उनीहरूको प्राथमिकताका विषय किन बनेनन्? आजको मेन हाम्रो प्रश्न यहाँनिर छ। हाम्रा मुद्दामा कसले बोलिदिने हो? दलितहरूको मुद्दाको विषय कसले बोलिदिने हो? दलितहरूका उपेक्षा र उत्पीडनका विषय कसले बोलिदिने हो? दलितहरूका न्याय र पहुँच र प्रतिनिधित्वका विषय कसले बोलिदिने भन्ने विषय आज छलफलको विषय बनेको छ। यो देशमा 60 लाख भन्दा ठूलो संख्या